भइसक्यो कि लाइट बालिरहेको छ यहाँ अब सक हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो आजको भिडियोमा तपाईँहरूलाई स्वागत छ। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ र म पनि एकदम सन्चै आरामै छु गाइज। म चाहिँ आज हेलो हाई रमाइलोको लागि निस्किसकेँ। सो लास्टसम्म हेरिरहनु होला भिडियो के कस्तो तपाईँलाई यसो देखाइहाल्नेछु गाइज। हामी चाहिँ आफ्नो लोकेसन चुज गरेर हामी बसिसक्यौँ यहाँ। अब एकछिनमा सिग्नल लागिरहेको छ गाइज अनि सिग्नल खुलेपछि चाहिँ हामी जान्छौँ आफ्नो लोकेसनमा। तर अब के गरेर भेट्नुपर्छ गाइज हामी। त्यो चाहिँ धेरै रमाइलो हुनेवाला छ गाइज। फाइनली गाइज हामी चाहिँ आफ्नो लोकेसनमा आइसक्यौँ गाइज। यहाँ पुणे महानगरपालिका गाइज त्यही हो। त्यही अब हामी यहाँभित्र घुमिन्छ त तपाईँहरूलाई पनि घुमाइन्छ के कस्तो हुन्छ बाँकी हेर्दै गर्नु होला साथीहरू होइन। जाऊँ न त अगाडि जाऊँ न त। यहाँको अवस्था यस्तो छ। सो गाइज यस्तै छ यहाँको माहौल होइन। यहाँ चाहिँ अलिकति के भन्नलाई अड्यारो हुन लाग्यो। त्यही भएर गाइज यहाँ चाहिँ अलि धमिलो आइसक्यो। यता छ यस्तरी पानीहरू अनि हामी हिँडिरहेको छौँ। यहाँ पब्लिक सर धेरै छ यार, झ्याउ लागिसक्यो आफूलाई। हान्दिछन् फोटोहरू साथीहरूले। कति खिच्छन् यार, रातसम्म लाग्छ यार फोटो यार। गाइस यस्तै छ माहौल, तपाईँहरू देखिहाल्नु भयो। अनि अँध्यारो भयो क्या, घाम पनि जान लागिसक्यो गाइस। अब अँध्यारो पनि भइसक्यो। मैले आँखामा चस्मा पनि लगाइसकेँ। अब साथीहरू घुमिन्छ त अलिअलि। पुरा अँध्यारो भइसक्यो, पुरै अँध्यारो भइसक्यो। अनि त्यही पनि म घुमिरहेको छु, हिँडिरहेको छु। अब जाने हो घरतिर। अब रुममा जानु पर्ला गाइस। कहाँ भन्नु त्यस्तो राम्रो आएको छ अलि माथि त्यही त। यो चाहिँ पुरा मान्छेहरू बसिरहेको छन् क्या यतातिर। बोल्दा नि लास्ट लागिसक्यो आफूलाई गाइस हेर्नु। फाइनली गाइस हामी चाहिँ घुमेर पनि सकिसक्यो, कम्प्लिट भइसक्यो। पुरै घुम्यौँ हामी चाहिँ, यहाँ पुरै घुम्यौँ। अहिले चाहिँ रात परिसक्यो, अँध्यारो भइसक्यो अनि हामी चाहिँ फर्किरहेको छौँ। सो फाइनली गाइस हामी यहाँ चाहिँ देशपाण्डे गार्डन घुम्न आएको थियौँ। अनि त्यो चाहिँ कम्प्लिट भइसक्यो हाम्रो। घुमेर पुरै कम्प्लिट भइसक्यो। अनि त्यही अब घुम्दै ती अँध्यारो पनि भइसक्यो। अब हामी चाहिँ फर्किरहेको छौँ गाइस होइन। अँध्यारो भइसक्यो कि लाइट बालिरहेको छ यहाँ। अब सक्यो हाम्रो, कम्प्लिट भयो घुमेर। अब फेरि अर्को भ्लगमा भेट्नेछौँ हामी। यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्।